हेलो नमस्कार। आजको पहिलो प्रश्न रहेको छ प्रेम र सुन्दरताको देवी उपनामले चिनिने ग्रह कुन हो? प्रेम र सुन्दरताको देवी उपनामले चिनिने ग्रह कुन हो? अप्सनहरू रहेको छन् मंगल ग्रह, बृहस्पति ग्रह, शनि ग्रह वा शुक्र ग्रह। के होला सोच्नु त? यसको सही अप्सन रहेको छ शुक्र ग्रह। शुक्र ग्रहलाई चाहिँ प्रेम र सुन्दरताको देवी भनेर चिनिन्छ। हेर्नु, यो मंगल ग्रहलाई चाहिँ रातो ग्रह भनेर चिनिन्छ, बृहस्पतिलाई चाहिँ ठुलो ग्रह भनेर चिनिन्छ, शनि ग्रहलाई चाहिँ सुनौलो ग्रह या पहिलो ग्रह भनेर चिनिन्छ, तर शुक्र ग्रहलाई चाहिँ प्रेम र सुन्दरताको देवी उपनामले पनि चिनिन्छ। ल क्वेशन, सूर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ? सूर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ? पहिलो अप्सन रहेको छ हेलियोग्राफ, दोस्रो रहेको छ टेलिस्कोप, तेस्रो रहेको छ हेलिस्कोप, तो चौथो रहेको छ टेलिग्राफ। सोच्नु यसको राइट एन्सर के होला? हो, यसको राइट एन्सर रहेको छ हेलिस्कोप। यो हेलिस्कोपको मद्दतले हामीले सूर्यलाई अवलोकन गर्यो भने हाम्रो आँखालाई त्यस्तो हानि हुँदैन। यो यन्त्रले चाहिँ हेलिस्कोपले चाहिँ सूर्यलाई अवलोकन गर्न सकिन्छ। तेस्रो क्वेशन रहेको छ प्रकाश वर्षले केलाई जनाउँछ? प्रकाश वर्षले केलाई जनाउँछ? यसको अप्सनहरू रहेको छ गति, बी अप्सन रहेको छ समय, सी दूरी, डी चाहिँ प्रवेग। प्रकाश वर्षले के कुरालाई जनाउँछ? ल सोच्नु त। हो, यसको राइट एन्सर रहेको छ दूरी। प्रकाश वर्षले केलाई जनाउँछ त? दूरीलाई जनाउँछ। हेर्नु, प्रकाश वर्ष भनेको चाहिँ के हो भने एक वर्षले प्रकाशले कति दूरी पार गर्न सक्छ। हामीलाई थाहा छ प्रकाशको स्पिड चाहिँ 3 × 10⁸ मिटर पर सेकेन्ड हुन्छ। एक सेकेन्डमा 3 × 10⁸ मिटर प्रकाश हिँड्न सक्छ। त एक वर्षमा त्यो प्रकाशले कति दूरी पार गर्न सक्छ, त्यो दूरीलाई नै हामी एक प्रकाश वर्ष भनेर भन्छौं। र त्यो एक प्रकाश वर्षको बराबर चाहिँ कति हुन्छ त? 9.46 × 10⁻12 किलोमिटर भइरहेको हुन्छ। यो प्रकाश वर्ष दूरी चाहिँ ठुलठुलो दूरीहरू नाप्नको लागि प्रयोग गरिरहेको हुन्छ। जस्तै हाम्रो र चन्द्रमाको दूरी, चन्द्रमा र सूर्यको दूरी, एकदम ठुलो ठुलो दूरीलाई यो नाप्नको लागि प्रकाश वर्षलाई प्रयोग गरिरहेको हुन्छ। त्यसैगरी क्वेशन नम्बर 4 छ जोडा मिलाउनुहोस्। जस्तै यो एकतिर दिएको छ ABCD र अर्कोतिर 1 2 3 4 दिएको छ। यसमा हामीले जोडा मिलाउनु पर्ने हुन्छ। जस्तै सबैभन्दा सानो ग्रह कुन हो, रातो ग्रह कुन हो, पहिलो ग्रह कुन हो, हरियो ग्रह कुन हो, हामीले यो जोडाहरू मिलाउनु पर्ने हुन्छ। एकछिन मिलाउँ र तलको यो ABCD जुन दिएको छ यहाँबाट अप्सन चुज गर्नुपर्ने हुन्छ हामीले। ल मिलाउँ त। ल मिलाउँ है त हामी एकचोटि। तपाईले मिलाउनु भएको होला। हेरौँ, सबैभन्दा सानो ग्रह भनेको बुध ग्रहलाई मानिन्छ। त्यसैगरी रातो ग्रह भनेको भर्खर अघि हामीले कुरा गर्यौं मंगल ग्रह चाहिँ रातो ग्रह हो। पहिलो ग्रह पनि अघि कुरा गरेको थियौं हामी, शनि ग्रहलाई पहिलो ग्रह भनेर भनिन्छ। र हरियो ग्रह भनेको चाहिँ को रहेछ त? हरियो ग्रह भनेको यो अरुण ग्रहलाई मानिन्छ। यो अरुण ग्रह चाहिँ हरियो ग्रह हो। ल हेरौँ त यो कुन चाहिँ तलको कुन अप्सन ठीक हुन्छ। जस्तै ए कोसँग मिल्न गयो? 3 सँग, A3, बी चाहिँ कोसँग? 4 सँग। ठीक छ। त्यसैगरी सी चाहिँ पहिलो ग्रह 2 सँग। कुन चाहिँ अप्सन मिलिरहेछ? A3, B4, C2 र डी चाहिँ कोसँग मिल्यो त? 1 सँग मिल्यो। यानी कि हाम्रो यो चाहिँ बी नम्बरको करेक्ट एन्सर रहेको छ A3। यानी कि सबैभन्दा सानो ग्रह भनेको बुध ग्रह। त्यसैगरी B4 भनेपछि हामीले बुझ्नु पर्यो कि रातो ग्रह भनेको मंगल ग्रह। त्यसैगरी C2 पहिलो ग्रह भनेको शनि ग्रह र D1 यानी हरियो ग्रह भनेको चाहिँ कोलाई भनिन्छ त? अरुण ग्रहलाई भनिरहेको हुन्छ। ल क्वेशन नम्बर 5 मा जाउँ। 1 AU भन्नाले के बुझिन्छ? हेर्नु, AU को मतलब हुन्छ एस्ट्रोनोमिकल युनिट। 1 एस्ट्रोनोमिकल युनिट भन्नाले के बुझिन्छ? अप्सन रहेको छ पृथ्वी र चन्द्रमा बीचको दूरी,
बी नम्बर अप्सन पृथ्वीबाट अन्तरिक्षसम्मको दूरी, सी नम्बर पृथ्वी र सूर्य र पृथ्वी बीचको दूरी, डी नम्बर सूर्य र चन्द्रमा बीचको दूरी। ल सोच्नु त कुन चाहिँ राइट एन्सर हो। हो, यसको राइट एन्सर रहेको छ सूर्य र पृथ्वी बीचको दूरी। हाम्रो पृथ्वी र सूर्य बीचको जुन दूरी छ नि, त्यो दूरीलाई चाहिँ हामी 1 AU भनेर भन्छौं। र 1 AU बराबर कति हुन्छ भने 1.5 × 10⁸ किलोमिटर हुन्छ। 1 AU भनेको 1.5 × 10⁸ किलोमिटर हुन्छ, जुन कि हाम्रो पृथ्वी र सूर्य बीचको दूरी पनि 1 AU रहेको छ। त्यसैगरी अर्को क्वेशन रहेको छ पृथ्वीको औसत व्यास कति रहेको छ। हेर्नु, हाम्रो पृथ्वी चाहिँ के छ, अलिक थेप्चो छ, अंडा आकारको छ। त यसको औसत व्यास कति रहेको छ भन्ने प्रश्न रहेको छ। पहिलो अप्सन छ 12,714 किलोमिटर, दोस्रो छ 12,756 किलोमिटर, तेस्रो छ 12,735 किलोमिटर, चौथो अप्सन छ 12,705 किलोमिटर। सोच्नु कुन राइट एन्सर हुन्छ। पृथ्वीको औसत व्यास कति रहेको छ। हो, यसको राइट एन्सर रहेको छ 12,735 किलोमिटर चाहिँ पृथ्वीको औसत व्यास रहेको छ। हेर्नु, हाम्रो पृथ्वी जुन छ हल्का, यो के छ भने हल्का अंडा आकार जस्तो छ, जसको कारण यो केन्द्रबाट यो व्यास चाहिँ, यो भूमध्य रेखाको व्यास चाहिँ ठुलो छ, यो व्यास ठुलो छ, जुन कि यसको मान चाहिँ कति रहेको छ 12,756 रहेको छ। भूमध्य रेखाको यो व्यास चाहिँ, यहाँ व्यास नाप्यो भने चाहिँ 12,756 रहेको छ। तर यो ध्रुवीय रेखाबाट व्यास नाप्यो भने त्यो कति रहेको छ त 12,714 रहेको छ। र यो दुवैको हामीले एभरेज लिने हो भने, औसत निकाल्ने हो भने त्यो कति आउन जान्छ त 12,735 किलोमिटर आउन जान्छ। त्यसैले पृथ्वीको औसत व्यास भनेर सोध्यो भने हामीले कुन एन्सर राइट भन्ने त 12,735 किलोमिटर भनेर भन्ने। त्यसैगरी अर्को, सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो। सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो। पहिलो अप्सन रहेको छ मंगल ग्रह, दोस्रो रहेको छ बृहस्पति ग्रह, तेस्रो रहेको छ बुध ग्रह र चौथो रहेको छ शुक्र ग्रह। सोच्नु त यो हाम्रो सोलर सिस्टममा, सौर्यमण्डलमा सूर्यबाट सबभन्दा नजिक कुन ग्रह पर्छ त। हो, एकदम सजिलो क्वेशन पर्यो तपाईलाई। यो रहेको छ बुध ग्रह। सूर्यबाट सबभन्दा फर्स्ट ग्रह भनेको बुध ग्रह हो, सबभन्दा नजिक पनि यही नै छ। त्यसैगरी अर्को क्वेशन रहेको छ आकाशमा कुनै निश्चित आकार बनाएर रहेका ताराहरूको समूहलाई के भनिन्छ। आकाशमा कुनै निश्चित आकार बनाएर रहेका ताराहरूको समूहलाई के भनिन्छ। हेर्नु है, ताराहरूको समूहलाई के भनिन्छ। आकाशको कुरा भइरहेको छ, ताराहरूको समूहको कुरा भइरहेको छ, कन्फ्युज नहुनु होला। पहिलो अप्सन रहेको छ तारामण्डल, दोस्रो अप्सन रहेको छ तारापुञ्ज, तेस्रो अप्सन रहेको छ ए र बी दुवै, र चौथो अप्सन रहेको छ कुनै पनि होइन। सोच्नु त कुन चाहिँ राइट एन्सर होला। हो, एक्ज्याक्टली तारामण्डल है। आकाशमा ताराहरू 5 वटा 7 वटा 10 वटा ताराहरू मिलेर केही हसुवा जस्तो आकार बनाएको, चाहे 10 वटा मिलेर अर्कै केको आकार बनाएको ताराहरू, सानो सानो ताराको समूहहरू मिलेर केही आकारहरू बनाएका हुन्छन्। त्यसलाई हामी तारामण्डल या कन्स्टिलेसन भनेर भन्छौं। हेर्नु, तारामण्डल कन्स्टिलेसन चाहिँ यो ताराहरूको समूहले बनाउँछ। फेरि यो तारापुञ्ज भनेको चाहिँ के हो भने धेरै ताराहरू मिलेर, एकदम थुप्रै ताराहरू, ग्रहहरू, उपग्रहहरू, एउटा विशाल समूहलाई चाहिँ तारापुञ्ज भन्छौं। तर यहाँ के सोधेको छ, मात्र ताराहरूको समूह सोधेको छ। ताराहरूको समूह सोधेको छ, त्यसले केही आकारहरू बनाइरहेको हुन्छ भनेर प्रश्न सोध्यो भने हामी तारामण्डललाई मै एन्सर लगाइरहेको हुन्छौं। ल, त्यसपछि अर्को क्वेशन रहेको छ सबैभन्दा चम्किलो, सबैभन्दा तातो र इभिनिङ स्टार नामले चिनिने ग्रह कुन हो। हेर्नु है, एकदम धेरै कुराहरू छ यहाँ। सबैभन्दा चम्किलो, सबैभन्दा तातो र
इभिनिङ स्टार नामले चिनिने ग्रह कुन हो? अप्सनहरू रहेका छन् पृथ्वी, दोस्रो अप्सन रहेको छ बृहस्पति ग्रह, तेस्रो छ बुध ग्रह, चौथो छ शुक्र ग्रह। कुन चाहिँ राइट एन्सर हो सोच्नुहोस्। हो, यसको सही उत्तर रहेको छ शुक्र ग्रह। शुक्र ग्रहलाई सबैभन्दा चम्किलो, सबैभन्दा तातो र इभिनिङ स्टार नामले पनि चिनिन्छ। यो शुक्र ग्रहलाई प्रेम र सुन्दरताको देवी भनेर पनि भनिन्छ है त। के भनियो त? शुक्र ग्रहलाई सबैभन्दा चम्किलो, सबैभन्दा तातो र इभिनिङ स्टारका साथै प्रेम र सुन्दरताको देवी भनेर पनि शुक्र ग्रहलाई भनियो। अब यो शुक्र ग्रहमा चाहिँ के हुन्छ? कार्बन डाइअक्साइड CO2 को मात्रा एकदम धेरै हुन्छ है। कार्बन डाइअक्साइडको मात्रा त्यहाँ धेरै भएकोले यसले सूर्यको प्रकाश चाहिँ के गर्छ? धेरै नै त्यसले शोषिरहेको हुन्छ, जसले गर्दा यो एकदम तातो र चम्किलो हुन्छ र हाम्रो पृथ्वीबाट पनि यसलाई हामी हेर्न सक्छौं। लाग्छ कि यो एउटा तारा जस्तै देखिन्छ। हो त यो ग्रह, तर पृथ्वीबाट पनि यसलाई हेर्दाखेरि यो तारा जस्तो देखिने भएकोले यसलाई इभिनिङ स्टार भनेर पनि नाम दिइरहेको हुन्छ। त्यसैले यसमा एकदम तातो, चम्किलो र इभिनिङ स्टार, प्रेम र सुन्दरताको देवी, यो सबै कुराहरू चाहिँ कोसँग रिलेटेड छ त? शुक्र ग्रहसँग रिलेटेड छ। यो याद गर्नु होला है त। अर्को क्वेशन रहेको छ, सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो? सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो? यसको अप्सनहरू रहेको छ वरुण ग्रह, दोस्रो अप्सन छ बृहस्पति ग्रह, तेस्रो अप्सन छ बुध ग्रह र चौथो अप्सन रहेको छ पृथ्वी ग्रह। के होला यसको राइट एन्सर? सबैभन्दा छोटो दिन, यानी यो आफ्नो अक्षमा जो सबभन्दा छिटो घुम्छ त्यसमा सबभन्दा छोटो दिन हुन्छ है त। जस्तै हाम्रो पृथ्वीमा चाहिँ 24 घण्टाको दिन र रात मिलाएर हुन्छ नि त। 12 घण्टाको दिन, 12 घण्टाको रात, किनकि यो 24 घण्टामा आफ्नो अक्षमा घुमिहाल्छ एक राउन्ड। अब यो चारवटामा कुन चाहिँ सबभन्दा फास्ट आफ्नो अक्षमा घुम्छ त्यसमा सबभन्दा छोटो दिन हुन्छ? सोच्नुस्। हो, यसको राइट एन्सर रहेको छ बृहस्पति ग्रह। हेर्नुस् है, बृहस्पति ग्रह भनेको सबभन्दा ठुलो ग्रह हो, तर यो एकदम स्पिडमा आफ्नो अक्षमा घुमिरहेको हुन्छ। मात्र 10 घण्टा 14 मिनटमा यो आफ्नो अक्षमा घुमिहाल्छ, यानी यसको दिन र रात मिलाएर 10 घण्टा 14 मिनट हुन्छ। अर्को क्वेशन रहेको छ, मंगल ग्रहको 2 उपग्रहहरू कुन कुन हुन्? हेर्नु, मंगल ग्रहमा 2वटा उपग्रहहरू छन्। हामीलाई थाहा छ नि, ग्रहको वरिपरि जो घुम्छ त्यसलाई हामी उपग्रह भन्छौं। त मंगल ग्रहको 2 उपग्रहहरूको नाम के हो? त यसको अप्सनहरू रहेको छ फोबोस र गेनिमेड, बी मा फोबोस र चन्द्रमा, सी मा गेनिमेड र चन्द्रमा र डी मा फोबोस र डिमोस। ल चुज गर्नु त कुन चाहिँ राइट एन्सर हो। मंगल ग्रहमा 2टा मात्र उपग्रहहरू छन्, तिनीहरूको नाम के हो? हो, यसको राइट एन्सर रहेको छ फोबोस र डिमोस। फोबोस र डिमोस चाहिँ मंगल ग्रहमा रहेका 2वटा उपग्रहहरू हुन्। हेर्नुस्, ध्यान दिएर सुन्नु होला। यो गेनिमेड भनेको चाहिँ सबैभन्दा ठुलो उपग्रह हो। यदि कुनै प्रश्न सोधिरहेछ सबैभन्दा ठुलो उपग्रह कुन हो त गेनिमेड, यो गेनिमेड चाहिँ केमा प्रेजेन्ट छ त? बृहस्पतिको उपग्रह हो यो। र चन्द्रमा त हामीलाई थाहा छ, चन्द्रमा त कसको उपग्रह हो त? हाम्रो पृथ्वीको उपग्रह हो चन्द्रमा। त यो गेनिमेड चाहिँ बृहस्पतिमा पाउने भयो, चन्द्रमा चाहिँ पृथ्वीको एउटा मात्र उपग्रह हुने भयो, र तर यो फोबोस र डिमोस चाहिँ मंगल ग्रहमा पाइने 2वटा उपग्रहहरू हुन्। ठीक छ। अर्को क्वेशन छ, कुन ग्रहलाई पृथ्वीको जुम्लेहा ग्रह भनिन्छ? कुन ग्रहलाई पृथ्वीको जुम्लेहा ग्रह भनेर भनिन्छ? जुडुवा, पृथ्वीको जुडुवा ग्रह भनेर कसलाई भनिन्छ? यसको अप्सन रहेको छ मंगल ग्रह, बृहस्पति ग्रह, शनि ग्रह र शुक्र ग्रह। सोच्नु त, पृथ्वीको जुम्लेहा, पृथ्वी जस्तै जुडुवा ग्रह कुन हो? हो, यसको राइट एन्सर रहेको छ शुक्र ग्रह। शुक्र ग्रहलाई
पृथ्वीको जुम्लेहा ग्रह भनेर भनिन्छ। जुडुवा पृथ्वी जस्तै छ त्यो, किनकि त्यसको शुक्र ग्रह र पृथ्वी ग्रहको आकार लगभग उस्तै छ, उसको पिण्ड पनि लगभग बराबर नै छ, घनत्व पनि मिल्दोजुल्दो छ, गुरुत्वाकर्षण पनि लगभग उस्तै रहेकोले यो शुक्र ग्रहलाई पृथ्वीको जुम्लेहा ग्रह भनेर पनि भनिन्छ। हेरस्, धेरै कुरा मिलिरहेछ शुक्र ग्रह र पृथ्वीमा, तर शुक्र ग्रहमा जीवन सम्भव छैन, किनभने त्यो एकदम तातो छ। लगभग 465 डिग्री सेल्सियस तापक्रम शुक्र ग्रहमा भएकोले त्यति तापक्रममा जीवन त्यहाँ सम्भव छैन। र त्यो तातो हुनुको कारण मैले अघि पनि भने, त्यहाँ कार्बन डाइअक्साइडको मात्रा शुक्र ग्रहमा एकदम धेरै भएकोले त्यसले बढीभन्दा बढी सूर्यको ताप सोच्छ र त्यो एकदम गरम भएकोले हाम्रो जीवन त्यहाँ सम्भव छैन। ल अर्को क्वेशन, पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो? पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो? पहिलो अप्सन रहेको छ ध्रुव तारा, दोस्रो अप्सन रहेको छ चित्रा, तेस्रो अप्सन रहेको छ सिरियस, चौथो अप्सन रहेको छ कुनै पनि होइन। ल चुज गर्नु त कुन चाहिँ राइट एन्सर हो। हो, यसको सही एन्सर रहेको छ सिरियस, जसलाई डग स्टार भनेर पनि भनिन्छ। यो सिरियस चाहिँ पृथ्वीबाट देखिने जति पनि ताराहरू छ सबैभन्दा चम्किलो तारा सिरियस हो, जसलाई डग स्टार नामले पनि चिनिन्छ। त्यसैगरी 14 नम्बरको क्वेशन रहेको छ, तलका मध्ये कुनलाई शूटिङ स्टार वा फलिङ स्टार भनेर चिनिन्छ? तलका मध्ये कुनलाई शूटिङ स्टार वा फलिङ स्टार भनेर चिनिन्छ? चारवटा अप्सनमा पहिलो अप्सन रहेको छ उल्का, दोस्रो अप्सन रहेको छ ग्रह, तेस्रो अप्सन रहेको छ तारा, चौथो अप्सन रहेको छ उपग्रह। यो चारवटामा कुन चाहिँलाई शूटिङ स्टार वा फलिङ स्टार भनेर भनिन्छ? चुज गर्नुहोस्। हो, यसको राइट एन्सर रहेको छ उल्का। उल्का चाहिँ के हो भने एउटा के ठुलो ठुलो ढुङ्गाको पिण्डहरू हो, जो कि कहिलेकाहीँ पृथ्वीतिर खसिरहेको हुन्छ र खस्दाखेरि पृथ्वीको वायुमण्डलमा घर्षण भएर तिनीहरूमा आगो लाग्छ र त्यो आगो लागेको कुराहरू तल खस्दाखेरि लाग्छ कि त्यो फलिङ स्टार हो, तारा खसिरहेको छ जसले केही सुट गर्न गइरहेको छ, त्यस्तो देखिन्छ त्यो। त्यसैले उल्कालाई चाहिँ शूटिङ स्टार वा फलिङ स्टार भनेर पनि चिनिन्छ। अब हाम्रो आजको क्वेशन नम्बर 15 रहेको छ, उपग्रह नभएको ग्रह कुन हो? उपग्रह नभएको ग्रह कुन हो? अप्सन रहेको छ ए मा बुध ग्रह, बी मा शुक्र ग्रह, सी मा बुध र शुक्र दुवै, डी कुनै पनि होइन। ल गेस गरौँ त कुन चाहिँ राइट एन्सर हुन्छ। हो, एक्ज्याक्टली बुध र शुक्र दुवै, बुध ग्रह र शुक्र ग्रह दुवैमा उपग्रह हुँदैन। है, जसरी चन्द्रमा हाम्रो पृथ्वीको वरिपरि घुमिरहेको हुन्छ, त चन्द्रमा हाम्रो पृथ्वीको उपग्रह हो। जस्तै अघि हामी फोबोस र डिमोस पढ्यो, मंगल ग्रहको उपग्रह हो। त यो जुन बुध र शुक्र ग्रह छ, यो दुवै ग्रहमा चाहिँ उपग्रह हुँदैन है त। खाली बुधमा पनि नलगाउने, खाली शुक्रमा पनि नलगाउने, बुध र शुक्र दुवै जुन दिएको छ सी नम्बर अप्सन, यसमा हामीले चिन्ह लगाउनु पर्ने हुन्छ, किनकि दुवैमा हुँदैन है त। ल आजलाई हामी यति नै गर्छौं, फेरि पनि अर्को एपिसोड छिटै आउँछ। तबसम्म सब्स्क्राइब गरिराख मेरो च्यानललाई। धन्यवाद।